हाई गाइज, आज हामी रुम्जाटार कन्सर्टमा आएको छौँ, म्याम र म होइन। हाई गाइज, अब कन्सर्ट कस्तो छ के छ त्यो चाहिँ भिडियोबाटै थाहा हुन्छ ल गाइज। हामी चाहिँ रुम्जाटार आइपुग्यौँ होइन। अब कसरी छौँ भने ल म्यामलाई हाई भनिदिनुहोस् न गाइज। हाई ल गाइज हामी लाग्यौँ ल रुम्जाटार आइपुग्यौँ होइन। अब यहाँ तलतिर होला होइन कन्सर्ट। त्यो कन्सर्ट भएको ठाउँमा चाहिँ अब हामी जाँदैछौँ है। ल हेर्नु ल गाइज के कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला है। ओके गाइज हाई भनिदिनुहोस् ल। ल ल बाई बाई भन्ने कि हाई 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 बाई भन्ने कि हाई 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 रुम्जाटारको यात्रा यात्रा रहेछ ठुलो चाहिँ यस्तो छ होइन। हामी कन्सर्टमा पुग्दाखेरि चाहिँ नचिनिने हुन्छौँ क्या रे सबैलाई परिचय दिनुपर्ने अवस्था आउँछ क्या हो। रुम्जाटारको बौद्ध गुम्बा जाने बाटो क्या यतैबाट जाने। सुन्नु न यो रुम्जाटारको बस यतादेखि जाँदा नि हुन्छ हौ बाटो मलाई थाहा छ यहाँको बाटो सबै हेर्नुहोस् रुम्जाटारको सुन्तला तर अहिले फलेको छैन मात्र हो। यतातिर मकै खोजिसकेछन् कस्तो राम्रो मकै देखिएको हजुर। अनि यो अगाडि देखेको बिल्डिङ चाहिँ यहाँको गुम्बा हो बौद्ध गुम्बा होइन गुम्बा त हो। राम्रै छ रुम्जाटार दिवस सुन्दर छ हरियाली छ मैदान जस्तो मैदान नै हो चढ्दै छ।
छैन होला राजको होला दोर्जे सहर रहेछ दोर्जे सहर रहेछ ए आकाश पनि हेरौँ भाइ घाम पनि हेरौँ काउन्टर रहेछ यहाँ चाहिँ कस्तो राम्रो म यो फुललाई क्याप्चर गर्छु ल कहाँ रोक्ने हो यतै रोक्ने हो दाइ हामी भर्खर आउँदैछौँ दाइ आरामै हुनुहुन्छ ए
ए होइन यहाँ हाम्रो सरलाई भिडियो बनाइदिनलाई उसलाई भ्लगलाई ब्लग बनाएर उतै लैजाऊ हजुर बजार चाहिँ उता रहेछ होइन प्रोग्राम चाहिँ सन्जित हाल्नुभन्दा छिटो रहेछ त ए मलाई थाहा नै सन्जित कति होला बदर 1 घण्टा भयो ब्लग बनाएको नि उहाँ सरलाई बनाइदिएको हजुर अनि कति छिटो याद थ्याङ्क यू बाबा पनि ल्याउनु भएन ए अहिले त उसमा मेरो मलाई पर्खिनु होला नि त हजुर मेरोभन्दा पुग्नु पर्यो कन्सर्टमा आइपुग्नु ल धन्यवाद हाई भन्दै हाई 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 सबैले सबैलाई सब्स्क्राइब गरिदिनु त्यहाँ फटाफट क्यामेराम्यानलाई ए ल हाई भन्दै ल ल ल ल ल ए मैले चाहिँ किन लाग्यो अझै हेलमेट यतै राखेको छु के हेलो गाइस हामी चाहिँ रुम्टामा आइपुग्यौँ होइन एउटा हाम्रा कन्सर्टहरू ट्याक्क लाएर कन्सर्ट कार्यक्रम चाहिँ यहाँ हो होइन गाइसहरू आयो 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 रविले नै मेरो कहाँ ल गाइस यो चाहिँ होइन आजको कन्सर्ट गर्ने ठाउँ एकदम 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 बमाल छ होइन गाइस कन्सर्ट आज चाहिँ राजेश शर्मा मेलिना राई राजु लामा सबैजना आउँदैछ नि थाहै ल गाइस रुम्जाटाको सबै माहौलहरू कस्तो छ यो प्रकारको छ होइन धेरैजना आउँदैछन् आज धेरैजना आएको छ यस्तो छ गाइस होइन सही गाइस सबैजना एउटै स्टेज
रुम्जा टापको होइन गाइस No, 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 no. Guys. यात्रा रहेछ त्यहाँ पनि छ यहाँ नाच्ने ठाउँ भरै उफ्रिने होला सबैजना होइन गाइस ल हेर्नुहोस् सबैजना धेरै कलाकारहरू आउँदै हुनुहुन्छ त्यसले गर्दा कन्सर्टमा आएको छु होइन गाइस हेर्नुहोस् है गाइसहरू सबैजना यस्तो छ स्टेजहरू होइन हेर्नुहोस् ल अलिक देखिएन क्या पुरै यार हेर्नुहोस् है गाइस Guys, stage ऊपर हेर्नुहोस् स्टेज हेर्नुहोस् है गाइसहरू सबैजना को माथि हेर्नुहोस् ल गाइस सबैजना यहाँ पनि खेल हुँदैछ है हेलो गाइस साथीहरू न सबैलाई हाई Đây, cái món mà sao không sợ là cay xong rồi. Đẹp đến nó snap. Nó được quá. Có gì đây? Wow, ठीक छ. यो गर न यार सबैले. काट. मनपर्ने बच्चो जना हुनुहुँदो रहेछ मैले पनि मङ्सिरमा बिहा गर्ने सोचमै छु अब नेपाल टुर चाहिँ सकाइहालौँ भनेको स्टार्टिङ चाहिँ यता सोलुबाटै भयो यता पनि आउँछु सँगै गाउनुपर्छ सँगै नाच्नुपर्छ मजाले अहिले चाहिँ धेरै सपोर्टमा यताबाट आइरहेको छ है अब चाहिँ कहाँबाट आउँछ म हेर्छु ल है ओके ट्र्याक प्लिज साउन्ड सिस्टम पनि एकदमै राम्रो रहेछ हाम्रो यो टेक्निसियन साथीहरूलाई पनि थ्याङ्क यू सो मच स्पाको टिमहरू पनि नाच्नु पऱ्यो है सबैजना यताबाट पनि है हजुर यताबाट पनि सबैजना है यताबाट सबैजना
लागि यसपालि त घरबारी होला कि छक्के फुली रातैमा बुलकी यसपालि त घरबारी होला कि हो के चिनी भन्ने आवाज सुनेर फेरि एकचोटि मायाको यतिको चाहिँ हुनुपर्छ है। शाबास, थ्याङ्क यू सो मच। अब चाहिँ भने सबैजनाले नाच्नु पर्यो। यता तल बसिरहनुभएका सम्पूर्ण महानुभावहरू, यत्रो धेरै स्पेस छ, यता पनि हाम्रो दिजुहरू। अब चाहिँ भने मेरो हजुर यताको दिदीबहिनीहरू यदि नाच्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूलाई भित्र आउने पर्मिसन दिनुभएको छ है अर्गनाइजरहरूले। दाजुभाइहरूको लागि पनि हो, दाजुभाइ र दिदीबहिनीहरू दुवैजना, अथवा हजुरहरू त्यहीँ बसेर पनि नाच्न सक्नुहुन्छ।